दिनभरि ड्युटीले थाकेको ज्यान सुत्ने तयारी गरेर बिस्तारामा पल्टिए पनि गाउँघर परिवार र साथीसँग सम्झिँदै रातको 12 कति छिटो बजिसक्छ पत्तै हुँदैन। समयमै नसुते भोलि आफैलाई गाह्रो हुन्छ थाहा छ। त्यसैले जबरजस्ती निदाउने कोसिसमा कोल्टे फेर्दै बल्ल बल्ल लागेको निन्द फेरि बिहान 5 बजेको अलार्मले निन्द्रासँगै सपनाहरू पनि टुटाइदिन्छ। आफैले लगाएको अलार्म यसरी आफ्नै निन्द्राको दुश्मन बन्छ। साँच्चै रहेछ परदेशमा पैसा र निन्द्रा कहिले नपुग्ने रहेछ।